मेरा नानाको म्यारिज सेरेमनीबाट हामी भिजिट एगेन फेरि ह्याप्पी ल्यान्डमा आइरहेको छौँ। एकदम इन्जोय फुल भइरहेछ, मजा आइरहेछ। हामी यहाँनिर छौँ, मजा आइरहेछ। यो चाहिँ मेरो दोस्रोचोटि हो आएको। दोस्रोचोटि है, म चाहिँ फर्स्ट हो बुबु, फर्स्ट आएको। मजा आउँदैछ। यहाँनिर पर पनि छ, यहाँनिर हेर्न सक्नुहुन्छ। फुलहरू दामी दामी छ, यस्तो छ। अनि यहाँनिर यस्तो छ, यो चाहिँ पानी निस्किएको छ। यहाँ हाम्रो पानी यहाँ चाहिँ अब यहाँनिर आयो भने चाहिँ यो ह्याप्पील्यान्डको यहाँनिर चाहिँ यो यो के भन्छ रोटेपिङ र कोलम्बस चाहिँ फ्री रहेछ। सो त्यसले गर्दाखेरि हामी अब यहाँनिर जाँदैछौँ। हेरौँ यहाँनिर हामी प्रितम भनेश मजा आउँदैछ एकदम मजा। यहाँनिर हामी दुईजना गयौँ। आज हामी बिहामा आएको, अन्त सँगसँगै फेरि अब यता आएको घुम्नु पनि आयौँ होइन। यो चाहिँ फर्स्ट हो। थ्याङ्क्स टु मेरा नाना, किनकि उहाँले इन्भाइट गर्नुभएको कारणले गर्दा आज हामीले ह्याप्पी ल्यान्ड पनि भिजिट गर्न पायौँ। थ्याङ्क यू सो मच। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ गाइस, यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है नेपाली घर रहेछ। यहाँ पारितिर चाहिँ हामी अझै घुम्नु बाँकी नै छ, किनकि थुप्रो छ घुम्नु पर्ने। अब यहाँबाट हामी जाँदैछौँ। ओके, तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ जरायो हो, मङ्की दाजु भाइहरू रहेछ। ओइ ओइ मङ्की दाजु भाइहरू, दुम्सी पनि रहेछ। तपाईँले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ दुम्सी अनि यो चाहिँ। ओके, यहाँ चाहिँ यहाँनिर चाहिँ रहेछ टिकटक यहाँनिर चाहिँ हामी फोटो खिच्यौँ हुन्छ। नेपालको ह्याप्पील्यान्ड जग्गा हो, पर्छ। तपाईँहरू पनि भिजिट गर्नु आउनु सक्नुहुन्छ। दामी दामी छ जग्गाहरू, यस्तो यस्तो छ। यहाँनिर आएको छौँ। यहाँ चाहिँ के रहेछ भनेस्? ए होइन, यहाँ चाहिँ के रहेछ? झर्ना रहेछ यहाँ। नमस्कार झर्ना रहेछ है। ओके, अब चाहिँ हामी यहाँनिर हामी सबैजना चाहिँ अब यहाँ चाहिँ मेन अब यहाँ चाहिँ यो चाहिँ तपाईँहरूले देख्नुहुँदैछ नि, यो चाहिँ नि यो चाहिँ तपाईँहरूको सेल्फी डाँडा रहेछ, मेन सेल्फी डाँडा। अन्त त्यसले गर्दा हामी जाँदैछौँ अब त्यहाँनिर। अनि त्यहाँबाट त्यो सकेर चाहिँ हामी यहाँनिर प्यारिसमा पनि आउनेवाला छौँ। ओके गाइस, यो चाहिँ जिप लाइनको बाटो पनि रहेछ, जिप लाइन जाने बाटो। यो चाहिँ यहाँबाट यसो रहेछ, सेल्फी डाँडा लेखेको रहेछ यहाँ चाहिँ। अब यहाँबाट सट्टै हामी जान्छौँ। अनि ओके, अब हामी यहाँबाट सेल्फी डाँडा जाँदैछौँ। अब तपाईँले यहाँनिर सेल्फी डाँडाको नजारा हेर्न सक्नुहुन्छ। यो चाहिँ मेन सेल्फी डाँडा रहेछ। हट्टी मानिस अब पस्दिएर यहाँ रेडी छ। सेल्फी डाँडा चाहिँ यस्तै रहेछ, यसलाई चाहिँ मेन त्यो सेल्फी डाँडा भन्दा रहेछ। अब यहाँबाट चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ, पर मजाको देख्दो रहेछ। अब अहिले चाहिँ हामी यता परबाट चाहिँ यो परबाट चाहिँ झट्टै घुमेर आएर चाहिँ यो घुम्दै 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 यहाँबाट चाहिँ हामी यहाँनिर आइपुगेको छौँ। यहाँबाट चाहिँ मजाको देख्दो रहेछ। यसलाई चाहिँ सेल्फी डाँडा चाहिँ यो भनेको रहेछ। यसमा यसको गर्दा चाहिँ यहाँ चाहिँ मजाले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ देख्नुहुन्छ तपाईँले फाउन्टेन छ, देख्नुहुन्छ यहाँनिर। हेलो, मजा आउँदैछ। यहाँ नानीलाई चाहिँ मिस गर्दैछ, तर एकदमै मिस गरिरहेको छौँ। एक दिन हामी छुट्टीको दिन मिलाएर चाहिँ एकदम नानीले लिएर आउने। अञ्जलीलाई मिस गरिरहेको छौँ। अनि यहाँनिर चाहिँ साह्रो मसिनो मसिनो हाम्रै टिमहरू हो, तर मसिनो मसिनो नानीहरू खेल्दैछ। यहाँ चाहिँ अब हरेस लागेर खेलेको ए हो। अब यहाँ चाहिँ यत्तिको थाक्ने, अब यहाँ यत्तिको थकाइ चाहिँ अब छैन है। अब अझै फेरि फर्केर जानु पनि छ है। के फर्किन्छ कि त्यो भएर मजाले रिल्याक्स खेल्दैछ। हामी फर्किनेको अनुहार चाहिँ यस्तो छ। ए यता त ड्युटी पनि जोइन गर्नु बस्नु पर्यो यहाँनिर। ड्युटी चाहिँ हो बसौ यहाँनिर फेरि भानिज कडा छ भानिज। यहाँनिर त सकेन त भानिजले त अन्त यहाँनिर
यहाँ त सकेन अब यहाँ त सकेन अब यहाँनिर बुबु हेर्नुहुन्छ यहाँ अब अलिकति जाँगर चले जस्तो छ यहाँनिर यहाँ अरू पनि छ यहाँ बिचरा यहाँ अब उसको गर्दैन भनेर यहाँ रिसाउँदैछ सानो चाहिँ भर्खरको सानो बेबी आउँदैछ कस्टमर बेसी भएर कि ए यहाँ त बिचरा उहाँ अब एक्लै हुनुहुँदो रहेछ ड्युटीमा त्यसले गर्दाखेरि चाहिँ अब हल्लाउनै पर्ने त्यसले गर्दा अब यहाँ 2 जना हल्लाइसकेर यहाँ फेरि यहाँ आउनु भएको छ अब तपाईँको ड्युटी यहाँ पनि रहेछ यहाँ अलिकति ढिलो हुँदैछ यहाँ त खासमा भन्नु मजा आउँदैछ त हामी यहाँनिर मजा आउँदैछ ए अब यहाँनिर हामी तल टावरमा जान्छौँ अब यो टावरमा हामी जाँदैछौँ अब चाहिँ यो टावरमा चाहिँ टक्कै हामी गएर चाहिँ त्यहाँबाट चाहिँ हामीले अब अन्तिम हुँदैछ अब चाहिँ यहाँनिर चढ्दैछौँ चाहिँ इन्फल टावर प्यारिस यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो छ यस्तो छ त्यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ एरोप्लेन रहेछ यहाँ चाहिँ रहेछ अब त्यो पनि खेल्नुपर्ने रहेछ फेरि अरू चाहिँ अझै हामी यहाँ चाहिँ यत्रो हामी सहरमा आइसकिसक्यौँ तर अरू चाहिँ हामी परै छ अझै उनीहरू चाहिँ त्यहीँ खेलिरहेछ यहीँ मजा छ यत्तिकै इन्जोय चाहिँ गरेको अब यो घाम पनि डुब्दैछ अब चाहिँ फर्किने बेला पनि हुँदैछ सो अब हामी फर्किन लागेको छौँ अनि हामी लास्ट यहाँनिर ओके यहाँनिर चाहिँ रेडियो रहेछ अब यहाँ चाहिँ रेडियो रहेछ भने अलिकति बजाउनु है रेडियो बजाउँछु अलिकति अन गर्नुहोस् राजा बनाउने यो रेडियो नेपाल हो यहाँनिर चाहिँ नेपालको धरहरा यो धरहरा चाहिँ यहाँनिर चाहिँ मजाको छ धरहरा नेपालको धरहरा मजा आउँदैछ नेपालको धरहरा मजा आउँदैछ अनि यहाँनिर चाहिँ यहाँ चाहिँ के रहेछ जेन्छ पानीको कुवा पहिला नै अब यस्तो गर्थ्यो यहाँ डोरीबाट यस्तो गरेर मुनिबाट निकाल्ने थियो तर यसको चाहिँ तान्ने छैन रहेछ जस्ट यो चाहिँ यस्तो मात्रै रहेछ ओके अब चाहिँ हामी कोलम्बसको लागि जाँदैछौँ यो चाहिँ फ्री हो अब अरू चाहिँ आउँदैछ यहाँ चाहिँ हामी यसमा टिकटमा यो चाहिँ फ्री दिएको छ यो चाहिँ कोलम्बस अरे अब हामी चाहिँ कोलम्बस चलाउन मजा आउँछ तर मान्छे नै छैन अब हामी सबै ग्राहकहरू भेला भइसक्यो कस्टमर यसरी कुद्दै आउँदैछ यहाँनिर यहाँनिर यता पनि कुद्दै आउँदैछ यता अघि चढिसकेछ भने सबजना मजा आउँदैछ भने सबजना रेडी भइसक्यो यता पनि आउनुहुँदैछ तर हामी यहाँ चाहिँ धानिस हामी पनि बसिरहेको छौँ तर के गर्नु अब यहाँनिर चलाउने मान्छे नै छैन रहेछ नि अब त्यही भयो हरेस लाग्दो भयो त अब यहाँनिर अब चलाइदिन्छ अरे नि एकजना बस्दै गर्नुपर्छ अरे चलाइदिन्छ अरे अब यहाँनिर हामी 2 जना चाहिँ जाँदैछौँ यो चाहिँ फ्रीमा हो र पनि अरू चाहिँ नखेल्ने अरे है तर पनि ठिकै छ हामी चाहिँ एकखेप अब ट्राई गरिदिउँ भनेर यत्रो त आइहाल्यो यत्रो टाढो त आइहाल्यो भनेर चाहिँ यहाँ मजाको रहेछ यो पनि आइहाल्यो भने चाहिँ एक ट्राई दिउँ भनेको त खोइ कोही छैन त भानिस अन्त हामी मात्रै रहेछ नि त हामी मात्रै के भन्थ्यो दिन्छ होला यहाँनिर रोडेमिङ चाहिँ खेलौँ भनेको हामी 2 जना मात्रै भयो अब यहाँ हामी कोही नखेल्ने भएर चाहिँ हामी 2 जना मात्रै भयो 4 जना मिनिमम चाहिन्छ अरे खै कोनि त अब चाहिँ खासमा चाहिँ त्यो टिकटमा चाहिँ फ्री हो त्यो टिकट चाहिँ फ्री हो यहाँ भानिसले खोज्दैछ मान्छे चाहिँ छौँ रिजन खेलेनौ तिमी यहाँबाट चाहिँ अब हामी जाँदैछौँ कोलम्बस चाहिँ मजा आयो भानिस चाहिँ कोलम्बस मजा आयो अरे तर मलाई चाहिँ फेरि यो पनि खतरै रहेछ निकै हाइट रहेछ 32 वटाको रहेछ अनि यो चाहिँ यस्तो छ हेर्नुहोस् यस्तो छ अन्त र पनि हामीले चाहिँ खेल्यौँ अब यो फ्री भएको कारणले गर्दाखेरि हामीले एकदम मौकाको फाइदा चाहिँ उठायौँ किनकि अब हामीले टिकट काटेको थियौँ 200 रुपियाँ टिकट काटेको थियौँ सो त्यसले गर्दाखेरि हामीले खेल्यौँ यो एउटा मजाको यहाँ पनि रहेछ अब त लगभग सकेको है मोटामोटी फाइनली सक्यो हाम्रो अब डेस्टिनेसन घरतर्फ हामी जानु छ अब 5-6 घन्टाको बाटो त्यसले गर्दा हामी जानु छ त्यो भएर चाहिँ हामी छिटै निस्किनु पर्ने हुन्छ सो त्यसले गर्दाखेरि चाहिँ अब हामी जाँदैछौँ यस्तो रहेछ अनि लाइट सो हुँदो रहेछ बेलुका चाहिँ लाइटहरूको मजाको सो यो हुँदो रहेछ दामी रहेछ मजा आयो ह्याप्पी ल्यान्ड घुम्न मजा आयो तर आज
यहाँनिर हेर्नुहोस् है फुलहरू मजाको छ। यहाँनिर चाहिँ अब भानिसले चाहिँ फोटो निकाल्ने यो चाहिँ फोटो निकालेको चाहिँ कति भन्नुभयो? 200 इन्डियन करेन्सी हेरे मामा इन्डियन नेपाली करेन्सी हो भने नेपाली चाहिँ 300 भारू चाहिँ 200 कति पर्ने रहेछ। फ्रेम पनि सुन्नु त यो चाहिँ फ्रेम पनि बनाएर दिन्छ कि फोटो मात्रै? फ्रेम सुद्धा लिएर जानु भयो भने यो साइजको हैन 340 पर्छ। ओके यो फ्रेमसँग चाहिँ 340 यो चाहिँ फ्रेमसँग पर्ने रहेछ। दामी फोटो रहेछ। यहाँ चाहिँ यस्तो यतिको बनाइदिनु हुन्छ। दामी दामीहरूले हाम्रो पनि यहाँनिर मजाको बनाइदिनु भएछ। यहाँ पनि चडक्कै हेर्नुहोस्। थ्याङ्क यू। यो चाहिँ तपाईँहरू हामी सक्नुहुन्छ ह्याप्पील्यान्डको त्यहाँनिर हो सुरुङ्गा ह्याप्पील्यान्डको त्यहाँ चाहिँ तपाईँहरूले यहाँनिर आएर तपाईँले फोटो बनाउन सक्नुहुन्छ। यहाँहरूले बनाइदिनुहुन्छ बनाएर फ्रेम गरेर सस्तोमै दिनुहुन्छ। यहाँहरू आएर भिजिट गर्न सक्नुहुन्छ तपाईँहरू आएर। तपाईँ यहाँ ह्याप्पील्यान्डको यहाँनिर क्यामेरा सेवा लेखेको रहेछ। यहाँ डिएसएलआर क्यामेरा एभाइलेबल क्यामेरा सेवा रहेछ। अनि यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ मजाको रहेछ। अनि हामी पनि यहाँनिर आज यहाँनिर आएर फोटोहरू बनायौँ। जसरी फोटोसोटो बनायौँ यताउता गऱ्यौँ। एकदम मजा आयो। दामी छ। यहाँ आउनुहोस् भिजिट गर्नुहोस् अनि तपाईँले दामी फोटोहरूलाई बनाउनुहोस्। 5 मिनटमा फोटो दिन्छ। तपाईँले 5 मिनटमा फोटो बनाएर तपाईँहरू जानुहोस्। ओके गाइस अब चाहिँ हामी यहाँबाट यो ह्याप्पील्यान्डबाट चाहिँ अब यहाँबाट चाहिँ हामी फर्किँदैछौँ। यहाँनिर सबै घुम्यौँ। यहाँनिर योहरू पनि घुम्यौँ यता पनि घुम्यौँ यता पनि घुम्यौँ सबै घुमेर अब चाहिँ हामी यता पवन भानिस हाम्रो जुवेल बुबु अब चाहिँ हामी हाम्रो यात्रालाई सुरु गर्दैछौँ। लगभग 3-4 घन्टा घुमेछ है। हामी 3-4 घन्टा हामी लगभग घुम्यौँ। अब चाहिँ 3-4 घन्टा घुमेको बादमा चाहिँ हामी यहाँबाट चाहिँ अब फर्किँदैछौँ। यहाँनिर एक्जिट गेट चाहिँ यहाँनिर रहेछ। अब यहाँबाट चाहिँ हामी जिप लाइनको सुविधा पनि छ। जिप लाइन चाहिँ तर आज हामीले खेल्नु पाएन नि है। आज हामीले खेल्नु एकदमै पाएन किनकि जिप लाइन चाहिँ यहाँनिर थियो यहाँ थियो तर जिप लाइन चाहिँ हामीले खिच्नु पाएन खेल्नु पाएन आज। तर अब यहाँ जुवेल बाबु यहाँ फोटो खिच्नु हुने भन्नुहुँदैछ। यहाँनिर साइकलमा चढ्नु भएको छ। ठिकै छ। अब चाहिँ हामी यहाँबाट सट्टै हामी यहाँबाट निस्केर चाहिँ हामी सिक्किमको हाम्रो यात्रालाई सुरु गर्दैछौँ। हुन्छ दाजु थ्याङ्क यू धन्यवाद त्यो घुम्न दिनुभएकोमा। अब चाहिँ यहाँबाट हामी निस्किँदैछौँ। हामी जोसेफ बुबु मजा आयो आज। एकदमै रमाइलो एकदमै मजा आयो तर आज है। ओके अब चाहिँ हामी फाइनली हामी यहाँबाट चाहिँ निस्किँदैछौँ। मजा आयो पशु आज साह्रै मजा आयो। एकदमै मजा आयो। नाना यस्तो फोटो पनि बनाएको छौँ। एकदम मजा आयो। हामी ह्याप्पील्यान्ड फर्स्ट टाइम म त फर्स्ट हो हाम्रो भानिस पनि फर्स्ट हो। यस भानिस हामी मजा आयो यहाँनिर। हाम्रो नाना पनि फर्स्ट आज। अब चाहिँ हामी यहाँबाट फाइनली निस्क्यौँ। बाई बाई सबैजना उहाँहरू चाहिँ नेपालै बस्नुहुन्छ। अन्त हामी चाहिँ यहाँबाट अब फर्किँदैछौँ। यहाँ जुवेल बुबु अब चाहिँ हामी एकदमै घर फर्केको। मजा आयो। अनि यहाँनिर चडक्कै आज चाहिँ मजा आयो हजुर कम्ती भयो नि। यहाँ दिन्छ यहाँ 3 जना छ। गान्धीजीका 3 बन्दर भने जस्तो यहाँ चाहिँ अब गान्धीजीका 3 बन्दर चाहिँ यहाँ छ। हामी चाहिँ अब 2 बन्दर चाहिँ हामी यहाँ अगाडि छौँ। अनि अब चाहिँ हामी यहाँबाट नेपालको ह्याप्पील्यान्डको सुरुङ्गाको ह्याप्पील्यान्डबाट चाहिँ हामी यहाँबाट फाइनल निस्केर चाहिँ अब हामी सिक्किमको बाटोतर्फ चाहिँ एकदमै हामी जाँदैछौँ।